टेम्पोको यो गियर हैन 1 2 3 4 नम्बर गियर हैन यो लाग्नलाई चाहिँ यसले चाहिँ शिफ्टिङ गर्छ यताउता हैन यहाँ भित्र एउटा क्रस हुन्छ अब हजुरले यो फुल इन्जिन खोल्दाखेरि गाडीहरुको यो चाहिँ कति जनालाई फेर्दिनु भछ फेर्नु भएको छैन हैन त्यो चाहिँ ख्याल गर्नु होला किनकि फुल इन्जिन खोलिसकेपछि यो गियर क्रस प्रब्लम फेरि भयो भने फेरि फुल इन्जिन खोल्नु पर्छ त्यही भएर डबल खोल्न नपरोस् भन्ने हिसाबले यसलाई चाहिँ खोलेर यहाँ भित्रको गियर क्रस चेक गर्दिनु होला हैन किनकि फेर्दिनु होला सकेसम्म धेरै महँगो पनि पर्दैन 700-800 को कुरा हो जेन्युनलाई हैन त्यो चाहिँ फेर्दिनु होला अब कसरी खोल्ने के गर्ने भन्ने कुरा म हजुरहरुलाई बताउँछु यहाँ हेर्नु होला यहाँ एउटा लक हुन्छ हैन यो लक यसरी खोल्ने एउटा लक त्यसपछि यो एउटा वाशर हुन्छ हैन यो वाशर यो पनि एउटा वाशर भयो यो 4 नम्बर गियर भयो हैन तर ख्याल गर्नु होला यो उल्टो सुल्टो फेरि फिट गर्दाखेरि कता गर्ने भनेर एकदम ख्याल गर्नु होला यो भयो यो 3 नम्बर गियर भयो यो 2 नम्बर गियर भयो यो चाहिँ हजुरको 1 नम्बर गियर भयो है सबभन्दा ठुलो बलियो गियर भनेर कुनै पनि गाडीहरुको 1 नम्बर गियर हो अघि मैले भने थिए नि गियर क्रस हुन्छ भनेर ल हेर्नुस् यहाँ यो गियर क्रस छ ल हेर्नु यो यसले चाहिँ यो यताउता शिफ्ट गर्दाखेरि यो गियर लाग्ने हो 1 2 3 4 यहाँ के समस्या छ भन्दाखेरि यो गियर खाइदिसकेछ यो खाइदिसकेपछि हजुरले यसलाई चाहिँ चेन्ज गर्दिनु होला पछि यो गियर खाइदिदा पछि फेरि गियर नलाग्ने समस्या हुन सक्छ हैन त्यही भएर यो पहिले नै हेर्दिनु होला यति सानो चीजको लागि फेरि फुल इन्जिन खोल्न कस्टमरले कमाएको पैसाहरु फेरि टोटली खर्च हुन्छ हैन खोल्दा पनि त्यही भएर एकदम ख्याल गर्दिनु होला हस् धन्यवाद